ठुलो खर्च लागेको छ र यो घर अहिले भूकम्पले 72 सालको भूकम्पले लड्यो। झापादेखि ध्रुवराज शिवकोटी अध्यक्ष हुनुहुन्थ्यो, उहाँले 5 लाख पठाइदिएको त्यो भित्रपट्टि भत्किएको फार्मेसी गएको थियो। अहिले त टोटल भत्काइएर पुरै र त्यो घरमा के छ त भन्दा कालीनागलाई लगेर राखिएको छ। जुन पुर्खा ल्याएको घण्ट, जुन राहुल बिनाको घण्ट र त्यो एउटा पिटारीमा राखिएको छ, त्यसको कोठा छुट्टै छ, त्यहाँ राखिएको छ। भन्छौँ कालीनाग मन्दिरमा नाग पञ्चमी दिन यहाँलाई याद राख्नु छ, यहाँ पनि पूजा गर्नुपर्ने हुन्छ र नाग पञ्चमी दिन हामी त्यहाँबाट बाजागाजासहित त्यहाँ नागसहित हामी कालीनाग मन्दिरमा जान्छौँ, जहाँ पुर्खाले कालीनाग मन्दिर बनाउनु भएको थियो। त्यही मन्दिर पनि भत्किएको थियो भूकम्प। यो कालीनागकै कृपा भनौँ, हामीलाई शिवकोटीको सबै मन पनि त्यही अवस्था पनि 4 करोड खर्च भएको छ। त्यस्तो भव्य मन्दिर बनाएका छौँ। यो सायद दरबार मन्दिर चाहिँ अन्त छैन र यस्तो खालको ऐतिहासिक र कलात्मक र यो चाहिँ धार्मिक र महत्त्वको घर पनि अन्त छैन। हामी शिवकोटी छौँ, अघि भनिसक्यो हामी त्यति धनी